एकछिन आँखा बन्द गरेर सोच्नुहोस्, यदि तपाईँ जीवनको अन्तिम मोडमा हुनुहुन्छ वा अस्पतालको शैय्यामा सुतेर मृत्युलाई पर्खिरहनु भएको छ अनि अचानक तपाईँलाई यस्तो अनुभूति भयो कि तपाईँले जीवनभर धन त धेरै कमाउनु भयो तर कुनै पुण्य गर्नु भएन, त्यो क्षण तपाईँलाई कस्तो लाग्नेछ? यही प्रश्नले एक व्यक्तिको जीवनको अन्तिम अध्याय नै बदलिदियो। यो कथा हो स्कन्द पुराणको रेवा खण्डमा उल्लेख गरिएको माघ स्नानको अद्भुत पौराणिक कथा। त्यसैले भिडियो पुरा हेर्नुहोला, साथै च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला। नमस्कार, म मणि बान्तवा हजुरहरू सबैलाई गोर्खा क्रोनिकलमा स्वागत गर्दछु। प्राचीन समयमा नर्मदा नदीको पवित्र किनारमा शुभव्रत नामक एक ब्राह्मण बस्थे। उनी वेद र शास्त्रका ज्ञाता थिए, ज्ञानको कुनै कमी थिएन, तर उनको मन ज्ञानभन्दा बढी धनको मोहमा फसेको थियो। दिनरात धन कमाउने चिन्ता, जति कमायो उति नै अझै कमाउने चाहना, धर्म, पुण्य, सेवा यी सबै जीवनको प्राथमिकबाट बिस्तारै हराउँदै गए। धन कमाउने चाहनामा समय बित्दै गयो। शुभव्रत वृद्ध भए, शरीर रोगले थला पर्यो। दुःख, पीडा, असहाय अवस्थाले उनलाई चारैतिरबाट घेर्यो। त्यही पीडाको बीचमा एक रात उनी एक्लै सोच्न थाले। आँखा रसाए, मन काप्यो। उनी आफैसँग बोले, मैले त सारा जीवन धन कमाउनमै बिताएँ, तर परलोकका लागि के गरेँ? मरेपछि मेरो आत्माको के हुनेछ? त्यही क्षण उनलाई एक पवित्र श्लोक याद आयो। माघे निमग्ना शशीले सुशीते विमुक्त पापत्रिदेव प्रयान्ति। अर्थात् माघ महिनामा चिसो पवित्र जलमा स्नान गर्ने व्यक्ति सबै पापबाट मुक्त भई स्वर्गलाभ प्राप्त हुन्छ। यो श्लोकले शुभव्रतको मनमा अन्तिम आशाको दीप जलाइदियो। उनी सोच्न थाले, सायद ढिलो भएको छैन, सायद भगवानले मलाई अझै एक मौका दिनुभएको छ। माघ महिना आयो। कमजोर शरीर, लाठीको सहारामा शुभव्रत प्रत्येक बिहान नर्मदा नदीमा स्नान गर्न थाले। पहिलो दिन शरीर काप्यो तर मन शान्त भयो। दोस्रो दिन पीडा अझै थियो तर आत्मा हलुका हुँदै गयो। तेस्रो, चौथो, 9औं दिनसम्म निरन्तर पवित्र स्नान गरे। बिस्तारै हरेक स्नानसँगै उनको अहङ्कार पक्लँदै गयो। धनको मोह टुट्दै गयो। मन शुद्ध, आँखा शान्त, आत्मा उज्यालो हुँदै गयो। र 10औं दिन नर्मदाको पवित्र किनारमै शुभव्रतले अन्तिम सास लिए। तर त्यो मृत्यु थिएन, यो त मोक्षको ढोका खोल्नु थियो। जीवनभर कुनै ठुलो पुण्य नगरेका शुभव्रत केवल माघ स्नानको श्रद्धा र विश्वासले स्वर्गलोक प्राप्त गरे। शास्त्रमा भन्छन्, माघ महिनामा पवित्र तीर्थस्थलमा गरिएको स्नान कर्म शुद्ध गर्छ, पाप नाश गर्छ र आत्मालाई शान्ति दिन्छ। त्यसैले भनिन्छ, माघ स्नान केवल स्नान होइन, यो आत्माको यात्रा हो। यदि तपाईँ पनि जीवनका दुःख, मानसिक अशान्ति र कर्मका भारबाट मुक्त हुन चाहनुहुन्छ भने यो माघ महिनामा स्नान गर्नुहोस्। यो कथा कस्तो लाग्यो पक्कै पनि कमेन्ट्समा लेखिदिनु होला। साथै च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।